छातीमा हात राखेर राखिराख्छु त। नेपालमा पछिल्लो 10, 12, 15 वर्ष यता आएका कुनै पनि बजेटले नेपाली जनताको आशा भरोसा विश्वास कायम गरेर बजेट आउने भयो, ओहो नीति तथा कार्यक्रम आउने भयो, अब हामी जनताको चाहिँ काय पलट नेताले गर्छन् भनेर जनतालाई विश्वास लागेको होला। यो बजेटतिर अहिले नजाउँ। तपाईले जे उठाउनु भयो त्यता नगएर कता जाम त हजुर, त्यता त जानै पर्यो। बाँकी क्यानाडा र अस्ट्रेलिया गयो नि 1,13,000 मा हैन, तर त्यसमध्ये नि 300 को हाराहारी चाहिँ तपाई अमेरिकामा यो अगाडि नै गैर भुटानीहरूलाई नक्कली बनाएर पठाइसकेर आप गरिसकिया म मेरो छोरो जेवीरको भुटानी शरणार्थी प्रकरणमा 1 रुपैयाँ पैसा खा छैन। भुटानी शरणार्थी प्रकरणमा 1 पैसा खा छैन। यो तहको प्रशासन संयन्त्र थियो, यो विकास गर्ने सक्ने सक्षम छैन, यसले जिम्मा लिँदैन क्या, यसले जिम्मा लिँदैन। र यसमा दोष कसको त भनेर फेरि तपाईँ झम्टिहाल्नुहुन्छ नि 1 सेकेन्ड पनि नपर्खी। त्यो दिन त सुन्नुहोस् न, मिनबहादुर गुरुङले तपाईँलाई 50, 60, 70 करोड पर्ने जग्गा दिएर अर्को 20-30 करोडको घर डेङ्ग किर्तिपुरमा मिन भवन किर्तिपुर बनाइदिने हुनुभयो भनेपछि नेकपा एमालेको धोती खुस्किन अब बाँकी के रह्यो त? चन्दा दिए पार्टी भवन बनाउन अथवा पार्टीको लागि के सोच्दै होला? अब के सोच्दै होला नि त, जम्मैको मुटु र मनभित्र म पसेको छैन, तपाईँले जस्तै सोच्दै होला नि त। 5 सिट लिएर आउने पार्टीलाई पनि सरकारमा नगई हुँदैन त, यो देशमा राम्रोको अपेक्षा के गर्ने? तपाईँले माधव नेपाललाई भन्न खोज्नुभयो? केसमा मेरो कुन चाहिँ व्यवसाय छ मलाई भनिदिनुस् त। मैले सुने त त्यो मेरो छोराको सीसी क्यामेराको तार काट्ने मुसाले खाएको बेलाको क्या। तर तपाईले यसो भन्दै गर्दा फेरि तपाईले जनताको गाली खाने कुरा गरिरहनु भएको छ क्या। तपाईहरु विगतमा के गर्नुहुन्थ्यो भने 18 घण्टासम्मको लोड सेडिङको तालिका सार्वजनिक गर्नुहुन्थ्यो। तपाईहरुले जनतालाई अँध्यारोमा राख्नु भएको थियो। तपाईहरुलाई इन्भर्टरको कारोबार गरेर पैसा कमाउने, घर बनाउने र ट्याङ्की सम्ममा पैसा राख्ने सम्मको आरोप तपाईहरुलाई लाग्छ। अहिलेसम्म चाहिँ तपाईको नाम लिएर मानिसहरूले ठग्थे, धेरै यो पटक चाहिँ तपाई आफै ठग्न लाग्नु भयो भन्छन्। यहाँ कतिजनाले तपाईको नजिकको मान्छेलाई यो कुरा भनिदेऊ, त्यो कुरा भनिदेऊ, मलाई यहाँ जागिर लाग्दियो, यो प्रोग्राममा मलाई अलिकति प्रायोरिटी दियो भनेर भन्न आउँछन्। सबै काम त त्यो भन्न आउँदा त म पैसा माग्दिन नि त। 2 करोड चाहिँ तपाईले लिनुभयो भनेर त अडियो चाहिँ के हो? सबै प्रश्नको जवाब दिइरहनु भएको छ। अर्को पनि म कुरा तर शेरबहादुर देउवालाई यो प्रकरण सुने पछाडि ज्वरो आछ। के हो? तपाईलाई लागिरहेछ कि म पागल हो? तात्कालीन गृहमन्त्रीले टेलिफोन त फर्म्याट गर्नु भएछ। अर्को प्रमाण पत्र उहाँले जो लेखिरहनु भएको थियो त्यो पनि निल्नु भएछ। है भनिसक्नुभयो म घाँस काट्न भनेर, हैन? त्यो पनि निलिसक्नु भएछ। तपाईहरु कुलमानलाई कुनै न कुनै प्रकारको मुद्दा लगाएर केही न केही चिजमा फसाएर लेखा समिति लगाएर उहाँलाई हटाउने र नेपाली जनतालाई फेरि लोड सेडिङमा राखेर अर्को व्यापार गर्ने प्रपञ्चमा हुनुहुन्छ। पहिला यो देशलाई अमेरिका बनाउनुस्, त्यसकारण सुन्नु न, पहिला यो देशलाई सिङ्गापुर बनाउनुस्, अनि त्यो नैतिक अधिकार राख्नुस्। देशलाई चाहिँ इथियोपिया र तपाई चाहिँ सुडान जस्तो बनाउने, अनि कुरा चाहिँ अमेरिका र बेलायतको गर्ने सुहाउन्न नि। ती वाणिज्य ब्याङ्क, राष्ट्र ब्याङ्क कसले उकासेर ल्यायो त? कुलमानजीले ल्याउनु भयो? त्यहाँ त अर्को कोही सियो थियो नि। हैन, तपाईलाई चाहिँ किन यो भन्छन् नि कहिलेकाहीँ अति धेरै न्यू खोज्यो भने तेरो ढाड चिला छ भन्छन् क्या। तपाईको चाहिँ ढाड यति धेरै किन चिलाको भने क्या?